स्वागत छ आजको नेप्सी एनालाइसिसमा। आज नेप्सी इन्डेक्सको कुरा गर्ने हो भने 2638.60 मा आएर मार्केट बन्द भएको छ र पोइन्ट वाइज कुरा गर्ने हो भने 21.62 मा आएर मार्केट बन्द भएको छ भने पर्सेन्टेज वाइज कुरा गर्ने हो भने 0.82% को चेन्ज र कारोबार रकम हेर्छौँ भने हिजोको दिनको कारोबारभन्दा थोरै केही कारोबार रकम चाहिँ घटेर आएको छ। टेक्निकली हेर्छौँ भने आज मार्केटले प्लस 0.83% को एउटा राम्रो मोमेन्टम, एउटा राम्रो क्लोजिङ गरेको छ। पक्कै पनि रिभर्स क्यान्डल क्लोजिङ गरेको छ। म थोरै 5 मिनट टाइम फ्रेममा गएर के बुझाउन ट्राई गर्छु। 5 मिनट टाइम फ्रेममा आएर हामी हेर्छौँ भने के देख्छौँ भनेर हेर्ने भने आज मार्केटले ओपन कहाँ गर्छ भन्दा हिजोको क्लोज रेन्जको ठ्याक्कै त्यो अलिकति बिलो एरियामा आएर मार्केट क्लोज ओपन हुन्छ र त्यसपछि हेर्छौँ भने हामीले केही कन्टिन्युएसन देख्छौँ। हामीले थोरै अलिकति स्ट्रगल गरेर बस्छौँ कहाँनिर भन्दाखेरि 2625 या भनौँ 2627 को रेन्जमा थोरै हामीले केही स्ट्रगल गरेर बस्छौँ। त्यसपछि एउटा सानो हामीले केही बिस्तारी मोमेन्टम देख्छौँ। त्यो भनेको 2630 मा पुगेपछि फेरि हामी रिटेस्टको लागि फर्केर आउँछौँ हो। हामीले के गर्छौँ भन्दाखेरि 2630 बाट हामीले फेरि एउटा रिटेस्टको लागि हामी फेरि 2620 2622 तिर फर्केर आउँछौँ। त्यसपछि आजको सपोर्ट बनाएर हामीले फेरि एउटा के चाहिँ गर्छौँ भन्दाखेरि एउटा कन्टिन्युएसन देखाउने ट्राई चाहिँ गर्छौँ। फेरि पनि हामीले के गर्छौँ भन्दा पहिला जहाँबाट हामीले फर्स्ट सपोर्ट बनाएको थियो आजको मोमेन्टमको फर्स्ट सपोर्ट यही रेन्जलाई फेरि हामीले 2622 मा टच गर्न आएर हामीले एउटा हाईमा आजको दिनको हाईमा आज हामीले मार्केट क्लोज गरेको छौँ। एउटा मार्केट कन्टिन्युएसन रेन्जमा बसेर एउटा हामीले राम्रो क्लोजिङ गरेको छौँ। कारोबार रकममा थोरै केही कमी देखिए तापनि आज हामीले जुन किसिमको क्लोजिङ गरेको छौँ, जुन किसिमको आज हामीले माराबुजु क्यान्डल बनाएको छौँ होइन। आज हामीले हेर्छौँ भने विदाउट एनी विक आज हामीले हेर्छौँ भने तलमाथि लो र हाई बनाएको छैनौँ। हामीले ओपन जतिमा गरेको त्यति नै हाम्रो लो बनेको छ भने जतिमा हामीले क्लोज गरेको त्यतिमै आज हाम्रो हाई बनेको छ। आज काहीँ न काहीँ हामीले हेर्छौँ भने पक्कै पनि पोटेन्सियल बनेको क्यान्डल, पोटेन्सियली अलिकति स्ट्रङ भएको क्यान्डल चाहिँ पक्कै पनि देख्छौँ नै। अनि अब भोलि र पर्सिको कारोबार अलिकति केयरफुली हेर्नुपर्छ। भोलि र पर्सिको कारोबारपछि कि हामीले होलिडे सेसनहरू पनि देख्छौँ होला। आउने हप्ताको आइतबार मार्केट खुलिसकेपछि हामीले केही होलिडे सेसनहरू पनि देख्छौँ। तर भोलि र पर्सिको मार्केट एनालाइसिस भन्दा पनि आउने दिन भोलिको कारोबारमा के हुनसक्छ भनेर थोरै हेर्छौँ भने आज हामीले केलाई ब्रेक गऱ्यौँ भन्दा 2630 लाई ब्रेक गरेर आज हामीले केही कन्टिन्युएसन गर्न सक्यौँ होइन। 2630 माथि एउटा राम्रो कन्टिन्युएसन सस्टेन गरेर मार्केट बस्यो। अब भोलि यही अनुरूप हामीले ब्रेकआउट दिन सक्यौँ 2640 2650 बाट हामीले केही ब्रेकआउट कन्टिन्युएसन दिन सक्यौँ भने के चाहिँ बुझ्न सक्छौँ भन्दा यो डिक्लाइन ट्रेन्डलाई अब थोरै हामीले मोडेर अप ट्रेन्डतिर जान खोज्दैछौँ पनि भनेर बुझ्न सकेला। अब हाम्रो अर्को रेजिस्टेन्सको लेभल हामीले धेरैले चाहिँ हामीले रेजिस्टेन्स लेभल थाहा पाइरहेको रेजिस्टेन्स लेभल भनेको यो 2660 को रेन्ज पनि हुनसक्छ। के थाहा हामीले 2660 बाट मार्केटलाई डिक्लाइन पनि गर्ने हो कि पहिला पनि प्रिभियसली हामीले हेरेको छौँ भने यहाँ 2 दिन केही बढेको थियो। यहाँ यसो हेर्ने भने 2 दिन यस्तै बुलिस फर्मेसन क्यान्डल बनाएर फेरि पनि हामीले एउटा डिक्लाइनै दिएको थियौँ होइन। यहाँ हेर्छौँ भने हामीले 2 दिन एउटा रिभर्स गर्ने क्यान्डल बनायौँ तर रिभर्स हुन सकेन। रिटेस्टबाट मार्केट फेरि डिक्लाइनै भएको थियो। अहिले हामीले के कुरा बुझ्नुपर्छ भन्दा 2660 लाई ब्रेकआउट गर्न सक्यो भने एउटा हामीले यो ट्रेन्ड जुन चाहिँ हाम्रो 2780 भनौँ या 2790 बाट हामी जुन फलमा आएर बसिरहेको छ अहिले त्यसलाई पनि हामीले एउटा टच गर्न सक्ने या हायर हाई ट्रेन्डतिर जान सक्ने सम्भावना बनेर पक्कै पनि जान्छ नै। तर भोलिको दिन विशेष गरी भोलिको दिनलाई चाहिँ हामीले थोरै निहाल्छौँ भने भोलिको दिनमा हामीले पक्कै पनि आजको क्लोजिङ पोइन्ट भन्दा माथि नै बस्न सक्यौँ। त्यो भनेको 2640 2650 माथि हामीले एउटा राम्रो क्लोजिङ अबोभ दि लाइन क्लोजिङ दिन सक्यौँ भने पक्कै पनि हामीले राम्रो मोमेन्टम क्याप्चर गर्नेछौँ नै या भनौँ न अझै पनि डिमान्ड फ्लो स्ट्रङ छ भनेर बुझ्न सक्छौँ। र अर्को पोइन्ट भनेको हामीले केलाई ध्यान दिनुपर्छ भन्दा 2625 को पोइन्टलाई हाई भनेर बुझ्न सक्यो। प्रिभियस क्यान्डलको हाई 2625 को रेन्जलाई या आजको क्यान्डलको 50% बिलो रेन्जलाई पनि हामीले के चाहिँ बुझ्न सक्छौँ सपोर्टको रूपमा बुझ्न सक्छौँ है। 2625 को रेन्जबाट राम्रो सपोर्ट पनि बनाएर बस्न सक्ला भोलिको दिनमा र 2625 भन्दा तलतिर आउने केही डिक्लाइन पनि हुन सक्ने सम्भावना पनि देखिएला है त। भोलिको दिनमा कारोबार कसरी गर्छ कतिको स्ट्रङ हुन्छ भन्ने कुरा नि हामी हेर्छौँ नि। यसरी हामी जान्छौँ ब्याङ्किङ सेक्टरतिर। ब्याङ्किङ सेक्टर हेर्ने भने केही रिभर्स गर्न खोज्दैछ। हामीले हिजो पनि भनेको थियो यो केही सपोर्टबाट मार्केटले पक्कै पनि रिभर्स गर्ने ट्राई गर्दैछन्। कमर्सियल ब्याङ्किङ सेक्टरको कुरा गर्ने नै फाइनेन्स सेक्टरतिर पनि जान्छौँ। फाइनेन्स सेक्टरले पनि काहीँ न काहीँ रिभर्स गर्ने ट्राई गर्दैछ। यद्यपि हामी हेर्छौँ भने डिक्लाइन कन्टिन्युएसन नै चलिरहेको छ। अहिले पनि हेर्छौँ भने डिक्लाइन कन्टिन्युएसन फर्मेसनमै छ फाइनेन्स सेक्टर। ओभरअल हामी हाइड्रो पावर सेक्टर पनि हेरौँ। हाइड्रो पावर सेक्टरले आज राम्रो सपोर्ट बनाएर बसेको छ। प्लस 1.27% को एउटा राम्रो पोजिटिभ क्यान्डल बनाएर बसेको चाहिँ देख्न सक्यो। भोलि यसरी नै केही कन्टिन्यू हुन सक्ने पक्कै पनि मार्केटले केही कन्टिन्युएसन देखाउने एउटा बुलिस फर्मेसनमा मार्केट पक्कै नै फर्किने चाहिँ सम्भावना देखिन्छ नै। ब्रोकर वाइज हामीले पर्चेजिङ एन्ड सेलिङ अमाउन्ट्सहरू हेर्छौँ भने आज 58 34 42 45 बाट केही बल्किङ या भनौँ न पर्चेज अमाउन्ट चाहिँ ह्युज देखिन्छ भने
आज सेलिङ अमाउन्ट साइडबाट हेर्छौँ भने आज सेलिङमा पनि हामीले के कुरा देख्छौँ भन्दाखेरि 58, 34, 56, 48बाटै केही फ्यालेको देखिन्छ होइन। भनेको आजको दिनमा त्यस्तो धेरै ठुलो ट्रान्जेक्सन त भएको छैन, त्यस्तो धेरै ठुलो पर्चेस एन्ड सेलिङ अमाउन्टमा त मार्केट गएको देखिँदैन, त्यति धेरै ठुलो कारोबार रकम भएको चाहिँ देखिँदैन होइन, कारोबार भएको देखिँदैन। र सामान्य रूपमा हेर्ने भने 58, 34बाट चाहिँ केही पर्चेस भएको देखिन्छ नि। बल्किङ ट्रान्जेक्सनको कुरा गर्छौँ भने आज पनि हामीले के देख्छौँ भन्दा 58बाट केही सेलिङै भइरहेको देख्छौँ। एकेजिएसएलमा एनआरआइसीमा केही बल्किङ ट्रान्जेक्सन, एकेजिएसएलमा फेरि पनि बल्किङ ट्रान्जेक्सन, एसबिएलमा केही ट्रान्जेक्सन भएको देख्छौँ, केकेएचसी, एकेजिएसएल, एसएमएचएल यी कम्पनीहरूमा केही बल्किङ ट्रान्जेक्सन भएको देख्छौँ। हामीले टप 10 कम्पनीजहरूको बल्किङ ट्रान्जेक्सनको कुरा गर्छौँ भने चाहिँ नेप्सेलाई हामीले भोलिको दिन कसरी हेर्ने भन्दाखेरि आजको मार्केट जुन क्लोजिङ पोइन्टबाट मार्केटले एउटा राम्रो क्लोजिङ गरेको छ, भोलि यही अनुरूपै कन्टिन्युसन देख्न सक्यौँ। यही अनुरूपै मार्केटले एउटा कन्टिन्युसन दिन्छ भने पक्कै पनि हायर ट्रेन्डतिर जान सक्ने सम्भावना या भनौँ 2660 सम्म पुग्न सक्ने सम्भावना चाहिँ पक्कै पनि देखिन्छ नै।